हाम्रो रिसोर्टको चाहिँ अनुभव हाम्रो सरहरूलाई कस्तो भयो हाम्रो सरहरूलाई म केही फिडब्याक लिन खोजिरहेको छु। आउँदा आउँदै हामी प्रवेश त गरेको छैनौँ, अहिले बाटोमा छौँ र पनि यहाँहरूलाई सरहरूले चाहिँ पहिलोपल्ट आउनु भएको छ। उहाँलाई चाहिँ कस्तो अनुभव भइरहेछ म थोरै कुराकानी गर्न चाहिरहेको छु। ल हाम्रो सरहरूले चाहिँ अलिकति टुरिस्ट ल्यान्ड रिसोर्ट बाटोमा आउँदै गर्दाखेरि कस्तो लाग्यो यहाँहरूले? अमेजिङ, एकदम रमाइलो लाग्यो। यो अलग्गै एउटा यहाँबाट धरानको भ्यू पनि देखिने पुरै अझै तलसम्म कमोर देखिने रे मौसम क्लियर भएको बेलामा वास्तवमा एकदम रमाइलो ठाउँ लाग्यो। एकदम आउनै पर्ने ठाउँ हो, साथीहरू आउनु होला। ठिक छ, अब यसै गरी हामीले यो टुरिज्म इन्डस्ट्रीको विषयमा अलिकति हाम्रो यहाँ विशेषज्ञ सर हुनुहुन्छ, उहाँले चाहिँ अब यो टुरिस्ट ल्यान्ड रिसोर्टले चाहिँ अब आगामी दिनहरूमा चाहिँ हाम्रो यहाँको पर्यटनहरूलाई चाहिँ आन्तरिक बाह्य पर्यटनहरूलाई चाहिँ कतिको चाहिँ यसले प्रभाव पार्न सक्छ, थोरै अलिकति सरको तर्फबाट? अब यो हाम्रो यसरी हेर्दाखेरि विराटनगर अथवा वरिपरिको ठाउँहरूभन्दा यो यहाँ आउँदाखेरि छुट्टै किसिमको एउटा मजा छ। यहाँको मौसम होइन, हामी आउँदा आउँदै बाटोमा चाहिँ एक्कासी पानी पर्न थालेको छ। अब यो मौसम एकदम चिसो भएर मलाई लाग्छ आउँदो दिनहरूमा यहाँ चाहिँ अब बाटोघाटो अझ राम्रो व्यवस्थित गर्ने भने यहाँ यो ठाउँले आउँदो दिनहरूमा चाहिँ धेरै पर्यटकहरू भित्राउन सक्छ जस्तो मलाई लाग्छ। र यसले एउटा अझ राम्रो काम के पनि गर्छ भने जस्तै हाम्रो जोगबनी बोर्डर नजिक भएकोले गर्दाखेरि हामी इन्डियाको चाहिँ इन्डियन टुरिज्म अथवा इन्डियाको जुन गेस्टहरू छ उहाँहरूलाई पनि एकदम आकर्षित गर्न सक्छौँ जस्तो मलाई चाहिँ लाग्छ। हस्, थ्याङ्क यू सो मच सर। सनी सर, यो रिसोर्टको बारेमा अब हाम्रो यहाँ विनय सर हुनुहुन्छ, हाम्रो सरले चाहिँ अब आउँदाखेरि बाटोको अनुभव, बाटोमा कस्तो किसिमको दृश्यहरू देखियो, यहाँको मौसमको बारेमा र रिसोर्ट प्रवेश भर्खर गरिरहेछ, यो रिसोर्टको बारेमा सरले थोरै अलिकति केही बताइदिनुहुन्छ कि? यो वास्तवमा यहाँसम्म आइपुग्दाखेरि तपाईँ आफै पनि हेर्न सक्नुहुन्छ। तपाईँले क्यामेरा उतातिर फोकस गर्नु भने हामी अहिले साँझको बेलामा छौँ। यो तल देखिएको धरान होइन, बाटो जस्तो सुकै भए पनि बाटामा केही अप्ठ्याराहरू थोरै केही ग्राभल भएको कारणले गर्दा त्रुटिहरू त छन्, तर पनि यहाँसम्म आइपुगेपछि मान्छेले त परिकल्पना पनि गर्न सक्दैन जुन बाटोबाट मान्छेले छिरेर चाहिँ आइपुग्दाखेरि यहाँ यस्तो खाले अवस्था छ भन्ने कुरा। अब हामी भर्खरै साँझ ढल्दैछ, रात छिपिँदै आँटेको छ होइन। यो छिप्नु पछाडि यो धरान त्यस्तै लगायत तलका जङ्गलका फाँटहरू हामीले स्पष्ट रूपमा देख्दैछौँ। यहाँ आइसक्दाखेरि मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यहाँ अचम्म लागिरहेछ कि त्यस्तो बाटोबाट आइसक्दा पनि यहाँनिर एउटा चाहिँ त्यो सुगन्ध चाहिँ बिचमा रहन्छ भन्ने कुरा हामीले आवाज गरेर आएको छौँ। पक्कै पनि यहाँको बसाइ मात्रै होइन, यहाँ आइसके पछाडि यहाँको विभिन्न कुराहरू, खानादेखि लिएर बसाइदेखि लिएर सबै कुराहरू पक्कै पनि हामीले सोचे जस्तो यो जस्तो रिजोर्ट देखेका छौँ त्यस्तै नै हुनेछ भन्ने आशा राखेका छौँ। हाम्रो च्यानल हेर्दै गर्नुहोला। यहाँहरूले विभिन्न गन्तव्यको विषयमा आज हामी कुरा गर्दैछौँ, पर्यटनको विषयमा कुरा गर्दैछौँ। यो विराटनगरदेखि एकदमै नजिक, झन्नै तपाईँले 50देखि 60 किलोमिटरको हाराहारीमा तपाईँ यहाँसम्म आएर तपाईँले यहाँको रमणीय दृष्टिकोण, यहाँको खाना, यहाँको बसाइ लाइभ गर्न सक्नुहुन्छ। हाम्रो च्यानललाई हेर्दै गर्नुहोला। हामी तपाईँलाई अझै पनि राम्रा कुराहरू पर्यटनको विषयमा र यो ठाउँको विषयमा भन्दै जानेछौँ। अनुरोध गरेँ मैले यहाँ के कुरो राख्न खोजेँ यहाँनिर। हामी सिङ्गापुर भन्छौँ, स्विजरल्यान्ड भन्छौँ, नेपाल यति रमाइलो छ। हेर्नुहोस् तपाईँले यो अलिकति यो क्याप्सनलाई खिचेर देखाउनु होला। यति रमाइलो नेपाल, यति अमेजिङ नेपाल मैले अरू ठाउँमा पाइनँ। म पनि सिङ्गापुर घुमेँ, थाइल्यान्ड घुमेँ। हामी रिसोर्ट प्रवेश गरिसकेको छौँ। यहाँको रिसोर्ट चाहिँ यस्तो छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। सबै साथीहरूले, हाम्रो विदेशमा हुने साथीहरूले पनि हेर्न सक्नुहुन्छ। हाम्रो टुरिस्ट ल्यान्ड रिसोर्ट कस्तो छ, के छ भन्नुहुन्थ्यो मेरो हाम्रो साथीहरूले। धेरैजना साथीहरूको जिज्ञासा आइरहेको थियो। उहाँ साथीहरूलाई पनि मैले चाहिँ उहाँहरूको जिज्ञासा मेटाउने कोसिस गरिरहेको छु हाम्रो भिडियो मार्फत। हामी रिसोर्ट प्रवेश गरिसकेको छौँ। यहाँले देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य छ। यहाँको प्राकृतिक दृष्टिकोणले पनि एकदम भरिभराउ ठाउँ छ यो। भविष्यमा यसले यो रिसोर्टले आन्तरिक पर्यटनहरू धेरै भित्राउने सम्भावना चाहिँ हामीले देखिरहेछौँ। हाम्रो टोलीमा विशेष गरेर पूर्वी क्षेत्रको टुरिज्म इन्डस्ट्रीलाई राम्रोसँग बुझ्नुभएको सरहरू पनि आउनु भएको छ। उहाँहरूको पनि मैले अघि फिडब्याक लिइसकेको छु यो रिसोर्टको विषयमा। यो हामीले देख्न सक्छौँ टुरिस्ट ल्यान्ड रिसोर्टको यो हाम्रो कटेजको अवधारणा छ। यो कटेज यहाँबाट यहाँहरूले देख्न सक्नुहुन्छ भिडियोमा। यो कटेजको अवधारणा अनुसार यहाँ तपाईँको चाहिँ कटेज बन्दैछ, अहिले निर्माणाधीन छ। दुई चारवटा कटेज चाहिँ हाम्रो यहाँ बनिसकेको छ, देख्न सक्छौँ। पर देख्नुभएको यहाँहरूले अलिकति आज हल्का सिमसिम पानी परेर मौसमले अलिकति यहाँको धरानको भ्यूलाई चाहिँ अलिकति छेकेको छ बादलले।
यहाँले देख्न सक्नुहुन्छ सिमसिम पानी परिरहेछ। अर्को कटेज पनि यहाँले देख्न सक्नुहुन्छ। हामी फाइनली टुरिस्टल्यान्ड रिसोर्टको चाहिँ रेस्टुरेन्टमा हामी प्रवेश गरिसकेको छौँ। हामीले रेस्टुरेन्टको भ्यू यसरी यहाँ देख्न सक्नुहुन्छ। हाम्रो साथीहरू सबैजना आउने क्रम जारी छ। यहाँले देख्न सक्नुहुन्छ एकदमै रमाइलो छ आजको वातावरण, मौसम यहाँको देख्न सक्नुहुन्छ। यहाँले रेस्टुरेन्टको भ्यू म यहाँलाई देखाउँदैछु, साथीहरूले हेर्न सक्नुहुन्छ। यो टुरिस्टल्यान्ड रिसोर्टको चाहिँ हाम्रो बार हो, यहाँबाट देख्न सक्नुहुन्छ यहाँहरूले। नमस्ते हजुर दुर्गा सर नमस्ते। दुर्गा सर एकदम हजुर सबैलाई नमस्ते। हाम्रो टुरिस्टल्यान्ड रिसोर्टको बार यहाँले देख्न सक्नुहुन्छ। हाम्रो यहाँबाट यो रेस्टुरेन्टबाट सबै भागबाट धरानको भ्यू देखिन्छ। अहिले आज मौसम अलिकति प्रतिकूल असर परेकोले गर्दा खास बादल लागेर देख्न पाइएको छैन। दुर्गा सर हाम्रो सरहरूको लागि के भन्न चाहनुहुन्छ सर भिडियो मार्फत? थोरै तकलिफ भयो होला यहाँसम्म आउनुको लागि, सरी फर द्याट है। थ्याङ्क यू सो मच फर चुजिङ टुरिस्टल्यान्ड रिसोर्ट भन्न चाहन्छु। हजुरको रिकमेन्डेसन एन्ड हामी ट्राई गर्छौँ हजुरलाई हाम्रो गुड हस्पिटालिटी अप्लाई गर्ने। भोलि बिहान हामीलाई जानुभन्दा अगाडि रिभ्यू दिएर जानु होला, कस्तो लाग्छ जेन्युन रिभ्यू दिएर जानु होला। A to Z हामी गलत छौँ भने गलत भनेर जानु होला है। थ्याङ्क यू फर कमिङ। थ्याङ्क यू। हस् दुर्गा सर थ्याङ्क यू सो मच। यो टुरिस्टल्यान्ड रिसोर्टको चाहिँ यहाँले देख्न सक्नुहुन्छ यो भ्यू हो, यस्तो किसिमले छ यहाँनिर हाम्रो रिसोर्ट। सबैजना हाम्रो आउनुभएको सरहरू सबैजना खुसी हुनुहुन्छ यहाँको माहौल देखेर। यहाँको प्रकृतिले एकदमै छिनछिनमै मौसम परिवर्तन गरेर पनि यहाँको सुन्दरता बढाएको छ। यहाँहरूले देख्न सक्नुहुन्छ करिब साँझ परिसकेको छ र पनि एकदमै यहाँको माहौल राम्रो छ। आज थोरै अलिकति सिमसिम पानी परेर मौसमले अलिकति साथ नदिएकोले गर्दाखेरि हामीले धरानको भ्यू देख्न सकिरहेको छैनौँ। यहाँ देख्न सक्नुहुन्छ टुरिस्टल्यान्ड रिसोर्टको चाहिँ अहिले पार्किङ साइडमा छौँ। यो पर तपाईँले देख्न सक्नुहुन्छ यो धरान हो। आज हल्का हल्का पानी परेकोले गर्दा धरानलाई हामीले क्लियर तरिकाले देख्न सकेको छैनौँ। भोलि समय र हामीलाई मौसमले साथ दियो भने तपाईँहरूलाई हामी भोलि बिहानको मौसमबाट बिहानको सूर्योदयको अवस्थाबाट तपाईँहरूलाई हामी यहाँबाट धरानको भ्यू चारकोसे झाडी जङ्गल देखाउने प्रयास गर्नेछौँ। साथीहरू यो पार्किङ हो यो टुरिस्टल्यान्ड रिसोर्टको, यहाँले देख्न सक्नुहुन्छ निकै नै ठुलो छ रिसोर्ट। हामी सबै घुमिसकेको पनि छैनौँ, अहिले केही भागहरू मात्र यहाँहरूलाई मैले देखाइरहेको छु। Happy New Year to all of you. हामी टुरिस्टल्यान्ड रिसोर्टमा छौँ, हाम्रो धरान भेनेटार। यो अहिले करिब यहाँ हाम्रो रातिको करिब 12 बजिसकेको छ। अहिले मौसम पुरै क्लियर भएकोले गर्दाखेरि चाहिँ मैले यहाँहरूलाई धरानको भ्यू देखाइरहेको छु र अघिको भिडियोमा चाहिँ पानी परेर एकदम क्लियर देखेको थिएन। यो नजिकैको सबैभन्दा देखेको ठुलो सहर भनेको धरान सहर हो। त्यस पछाडि कालो कालो भएको चाहिँ हाम्रो धरानको जङ्गल हो। त्योदेखि परको चाहिँ हाम्रो इटरी, यो परको चाहिँ हाम्रो इटरी यहाँले देख्न सक्नुहुन्छ। यो धरान, यो अहिले हामीले देखिरहेको यो धरान सहर हो। धरान सहर हो। त्यस पछाडि अलिकति कालो कालो छ यो जङ्गल हो।
जङ्गललाई स्पष्ट रूपले हामी देखिरहेको छौँ। त्यस पछाडि त्यो जङ्गलदेखि पारिपट्टिको चाहिँ हाम्रो इटरी देखिएको, इटरीको भ्यू देखिएको हो। यहाँले देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य। करिब 12 बजिसकेको छ र पनि हामी सुतिरहेको छैनौँ अहिले।